नर्सिङ सेकेन्ड इयरमा पढ्दै गरेको विद्यार्थी बिनु नर्सिङ क्याम्पसको रिप्रेजेन्टेटिभ भएर आज चाहिँ यहाँहरू सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्न यस मञ्चमा आएको छु। सबैभन्दा सुरुमा चाहिँ धन्यवाद दिनु भन्नालाई चाहिँ मैले चाहिँ एउटा सानो आफ्नो रचना लेखेको थिएँ होइन। म चाहिँ कहिलेकाहीँ यसो कोर्ने गर्छु, तर अझसम्म पनि यसरी मासको अगाडि चाहिँ आफ्नो रचना चाहिँ एक्सप्रेस गरेको छैन। अनि बोल्ने क्रममा अथवा मैले एक्सप्रेस गर्ने क्रममा चाहिँ केही गलत भएर माफ गरिदिनु। मेरो कविताको शीर्षक रहेको छ 3 हप्ताको साथ। दिन त म के सक्छु धन्यवादका लाखौँ गुच्छा लिएर। 3 हप्ताको यो क्षण रह्यो सिकाइ र प्रेरणाको यादगार चरण। हामी विद्यार्थी नर्स हजुरहरूको छायामा रह्यौँ। शब्दमा भन्दा गहिरा पाठहरू अनुभवबाट पायौँ। समय छोटो थियो तर शिक्षाको सीमा थिएन। हरेक इन्चार्ज स्टाफले देखाउनु भएको धैर्यता कम थिएन। सजिलो थिएन पहिलो पाइला, तर हजुरहरूको साथले सजिलो बन्यो। जुन सिकाइहरू पाए तिनैले हाम्रो नर्सिङ यात्रालाई दृढ दिशातर्फ डोर्यायो। हजुरहरूको मेहनत, सादगी र सेवा देखेर नर्सिङ पेसा प्रतिको हाम्रो विश्वास अझ बलियो बनेर हजुरहरूको मेहनत, सादगी र सेवा देखेर नर्सिङ पेसाप्रतिको हाम्रो विश्वास अझ बलियो बनेर यो यात्राको अन्त्य होइन, केवल एउटा थालनी हो। शिक्षा, अनुभव र प्रेरणाको आत्मीय कहानी हो। पुनः पनि नमस्कार, म समृद्धि ढकाल। सबैभन्दा सुरुमा त हामी एउटा वीरगञ्जबाट यहाँ यत्रो सागर समुद्रमा आएका थियौँ होइन। त्यहाँ आउने बेलामा चाहिँ अब सर्वप्रथम धन्यवाद दिने क्रममा चाहिँ टियु शिक्षण अस्पताललाई नै दिनु पऱ्यो। किनभने सेवामा अवलम्बन भइ पनि हामीलाई यसरी सिक्ने एउटा इन्भाइरोमेन्ट क्रिएट गरिदिनु भएकोमा हामी नर्सिङमा चाहिँ होइन कति मेडिकल सिटहरू पढ्दै सिक्दै एउटा प्लेटफर्म क्रिएट गरिदिनु भएकोमा टियु शिक्षण अस्पताललाई हामी हृदयबाट नै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। त्यसै गरी हाम्रो यो 3 हप्ताको क्लिनिकल पोस्टिङ केवल एउटा क्लिनिकल पोस्टिङ मात्र थिएन। यसमा चाहिँ हाम्रो यो नर्सिङ जर्नीको नै एकदमै महत्त्वपूर्ण मोड थियो। हामीले यहाँ हामीले जुन अब्जेक्टिभ लिएर आएका थियौँ त्यो अब्जेक्टिभ मात्र नभएर हामीले चाहिँ यहाँबाट व्यवहार, अनुशासन, त्यसै गरी व्यवहार अनुसार ज्ञान अनि समयको महत्त्व र वास्तविक मानव सेवा भनेको के हो, मानव बिरामीहरूलाई गर्नुपर्ने माया, बिरामीहरूप्रति हामी कसरी समर्पित हुनुपर्छ भन्ने कुरा चाहिँ हामीले यहाँ आएर छर्लङ्ग भएर देखेका छौँ र हामीले पनि त्यो सिकेका छौँ र म लगायत मेरो साथीहरूले पनि त्यो अनुभव गरेका छन् भन्ने मैले आशा राखेको छु। त्यसै गरी प्रत्येक वार्ड, प्रत्येक केसमा चाहिँ हजुरहरूबाट पाएको सहकार्य, सहनशीलता र मार्गदर्शनले हामीलाई अझ जिम्मेवार बनाएको छ। क्लिनिकल सेटिङमा हामीलाई अझै कन्फिडेन्ट भएर काम गर्ने एउटा वातावरण सिर्जना गरिदिनु भएको छ। हामीले जब गल्ती गर्छौँ तब हजुरहरूले हामीलाई गल्तीलाई चाहिँ सुधार्ने मौका दिनुभयो, सिकाइदिनु भयो। थाहा नभएको कुराहरूलाई राम्ररी आफ्नो नम्रतापूर्ण आफूसँग भएको एक्सपर्टिजलाई चाहिँ हजुरहरूले चाहिँ हामीलाई एकदमै वार्म हार्टली, काइन्ड हार्टली नै वेलकम गरेर हामीलाई सिकाइदिनु भएकोमा चाहिँ म मुरी धन्यवाद दिन चाहन्छु। त्यसै गरी हामीले यहाँबाट सिकेका जे पनि कुरा हामीले ग्रास्प गर्न सक्यौँ त्यो कुरा चाहिँ हामीले पक्कै पनि अब आउँदो दिनहरूमा अथवा हाम्रो कर्मक्षेत्रमा हामीले चाहिँ त्यो प्रयोग गरेर हामीले राम्ररी एउटा नर्सिङको स्ट्यान्डर्डलाई मेन्टेन गरेर हामी अघि बढ्नेछौँ भन्ने हजुर सम्पूर्णलाई म र मेरो साथीहरूको तर्फबाट चाहिँ एउटा बाचा दिन चाहन्छु। समय साँच्चीकै छोटो थियो तर हजुरहरूको प्रभाव हाम्रो लागि दीर्घकालीन रहनेछ। हामीले यहाँ जे सिकेर जानेछौँ त्यो कुरा हामीले हाम्रो थ्रुआउट आवर नर्सिङ जर्नी नै हामीले त्यसलाई फलो गरेर हजुरहरूको जुन एउटा
जुन एउटा काम गर्ने शैली छ, टेक्निक्स छ, त्यो कुरालाई चाहिँ हामीले एकदम मनन गरेर एकदम हामीले चाहिँ देखासिखी गरेका छौँ हजुरहरूको त्यो कुरालाई चाहिँ, र आगामी दिनहरूमा पनि हामीले त्यसलाई अगाडि बढाउनेछौँ। त्यसै गरी हाम्रो क्लिनिकल सेटिङमा कन्फिडेन्स बढाइदिनुमा चाहिँ हेल्प गरिदिनु, मद्दत गरिदिनु भएकोमा चाहिँ फेरि पनि हार्दिक धन्यवाद दिन चाहन्छु। अनि यसै गरी अनि छोटो समय पनि हामीलाई धेरै कुरा सिक्यौँ। हजुरहरूको नर्सिङ हजुरहरूले हामीलाई जे जे सिकाउनु भयो नि त्यो कुराले चाहिँ हाम्रो पक्कै पनि नर्सिङको जब चाहिँ बलियो बनेको छ र बन्ने छ भन्ने कुरा पनि मैले आशा राखेकी छु। अनि त्यसपछि यसै क्रममा चाहिँ अब धन्यवादको पात्रहरू त यहाँहरू सबैजना हुनुहुन्छ। स्पेसल थ्याङ्क्स चाहिँ म हाम्रो डिएडिक्सनको इन्चार्ज म्याम लक्ष्मी ढकाललाई दिन चाहन्छु। यहाँ सबै अरेन्जमेन्टमा बिहानदेखि हामीलाई एकदम माया गरेर बहिनीहरू यस्तो गर जस्तो गर भनेर हामीलाई गाइड गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अनि त्यसै गरी अनि हाम्रो रेस्पेक्टेड कमला म्यामलाई हामीले उहाँदेखि हामीलाई यत्रो ठुलो अपर्च्युनिटी दिनुभयो, सिक्ने मौका दिनुभएको पनि म्यामलाई पनि म हार्दिक धन्यवाद ज्ञापन गर्छु। अनि यसै क्रममा जोड्नको लागि चाहिँ अब हाम्रो आइतबारदेखि चाहिँ अर्को साथीहरू पनि आउँदैछन्। उहाँहरूलाई पनि हजुरहरूले पक्कै हामीलाई जसरी नै नम्रता माया देखाएर प्रेरणा गरेर उहाँहरूलाई पनि सिकाइदिनु हुनेछ भन्ने आशा राखेकी छु। मेरो साथीहरू मात्र नभएर अब आउने हाम्रो जुनियर्स भाइ बहिनीहरूलाई हाम्रो टियु र बिलियनको त नम्र मासुको जस्तो सम्बन्ध छ, त्यसलाई कायम गरेर हामी पनि त्यसलाई रेस्पेक्ट गरेर अझै पनि हाम्रो सम्बन्धलाई ठुलो बनाएर चाहिँ अगाडि बढ्नेछौँ भन्ने आशा राखेकी छु। अन्त्यमा बिर्लम नर्सिङ क्याम्पसको सम्पूर्ण परिवारको तर्फबाट यहाँ उपस्थित सम्पूर्णलाई धन्यवाद। साथसाथै यस अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारी दाइ दिदीहरू र स्टाफ दिदीहरू सम्पूर्णलाई चाहिँ हामी मनबाट हृदयबाट नै धन्यवाद ज्ञापन गर्न चाहन्छु। यति भन्दै म चाहिँ यहाँबाट बिदा हुन चाहन्छु। बोल्ने क्रममा केही गल्ती भएमा माफ गरिदिनु होला। साथै हामीले दिदीहरूलाई धेरै दुःख दियौँ होला वार्डहरूमा, त्यसको लागि पनि हामी धेरै सरी पनि भन्छौँ, थ्याङ्क यू पनि सिकाइदिनु भयो होइन। त्यसको लागि अब हामी त सिक्नै आएको हो, हजुरहरूले पनि सिकाइदिनु भएकोमा फेरि पनि हजुरहरूलाई त मुरी नै धन्यवाद। अनि हजुरहरूको कन्स्ट्रक्टिभ फिडब्याकलाई चाहिँ हामीले र हाम्रो म्यामले अथवा पुरै बिर्लम नर्सिङ परिवारले नै त्यसलाई मनन गरेर अब आगामी दिनहरूमा चाहिँ सुधार गरेर पक्कै पनि हामीले अझै बेटर गर्नेछौँ भन्ने हामीले एउटा बाचा गर्छौँ अहिले हजुरहरूको साथमा। थ्याङ्क यू सो मच।